भने के पियोली यस्तो पाराले देश के हुने हो भोल यस्तो पाराले देश के हुने हो भोल सबैजना दानो विकृति भयो बेसी सपनाले भरिएको अनुहारमा हालिदिन्छ एसिड हामी पर्खाइमा छौ देशमा शान्ति आउला नि खै कता गयो त्यो रानीको छोरा माओवादी अति भयो अब चलिसक्यो मलाई दोष माथिक्ने नेता सक्छस् भने आइज मलाई ठो म छु 2-3 शब्द हेर्छु कसले के गर्छ जनताहरू खाल्डोमा नेताहरू माथि चढ्छ नेपालीहरू सोझो छ सपनाहरू ठुलो 2-4 महिना भो घरमा बल्या छैन चुलो नेपालमा जन्म लिनु नै हाम्रो भुलो हो रमिता हेर्दै बस्छ थन्काउँदै बस्छ बुढो यहाँ सबजना स्वार्थी कोही छैन सरकारकै किन भयो बलात्कार 6 वर्षको बच्चालाई त्यसको लागि नबस्दा दिदीलाई कुछ बाला झुमा बेकाचारी भात खाने त्यस्तै सालो थो भुइँचालो आउँदा नेताहरूले सर र तिनीहरूलाई बाल छैन भत्केको थर र म धनी भैदा भए बस्दिन चुप्प लागेर हाम्रो भत्केको सम्पदालाई उठाउँथे अस्तिन तर पनि गर्न सक्थे निकै द बाबा राम्रो गर्न दिँदैन हड्डी छिर्यो कबबा गर्न खोज्दा देशको लागि 2 दिन पहिला लम्की तर यहाँ सबै दिन्छन् मारिदिने धम्की मर्नलाई डर लाग्दैन परिवारको के होला नत्र आमा कसम बगाइदिन्थे रगतको खोला अब यस्तै छ देश हामीलाई नेताहरूले सताए अलि राम्रो होला देशमा अपराधी घटाए रानीको छोरा मोजी तराई चाहियो भन्दै हिँड्छ माछ्छ इन्डियालाई हाम्रो देश त्यसै दिन्छ कति राम्रो हुन्छ त्यसमा विकृति